दर्शकबिन नमस्कार हजुर। यो चाहिँ अब पश्चिम साइडको चाहिँ यो चाहिँ मदन भण्डारी लोकमार्ग हेटौडा हुँदै काठमाडौँ जाने बाटो प्लस अब तराई भेगको लागि चाहिँ छिटल्नको लागि सहज हुने र पूर्वी पश्चिमको चाहिँ राजमार्ग हो। हजुरले पनि हेरेर प्रतिक्रिया दिनु होला कस्तो लाग्छ हजुरहरूले यो बाटोको यो ठाउँको चाहिँ अवस्थाहरू र अहिले चाहिँ भइरहेको यो वातावरणहरू कस्तो लाग्छ हजुरहरूले चाहिँ हेरेर प्रतिक्रिया दिनु होला। यो चाहिँ अब दशैँयामको समय र हरियाली समयको बेलामा रहेको यो चाहिँ सुन्दर वातावरण हाम्रो चाहिँ मरिन गाउँपालिका र हरिपुरगढी गाउँपालिका हुँदै चाहिँ यो चाहिँ हेटौडा निस्किने बाटो मदन भण्डारी लोकमार्ग। हजुरहरूले पनि हेरेर प्रतिक्रिया दिनु होला हजुरलाई कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला। र अबको दिनमा चाहिँ अब पुनः सञ्चालन भइसकेपछि यो बाटो पनि एकदम व्यवस्थित र चाहिँ अब व्यस्त हुने रहेको